आज हामी चाहिँ यो 2 दिनको एउटा लामो यात्रामा छौँ र आज बिहानदेखि हामी फेरि यो जाजरकोट जिल्लाको हामी शिवालय गाउँपालिकाको अनि कुसेनी भन्ने ठाउँबाट यात्रा गर्दै हामी जाजरकोटको यो छेडाघाट नगरपालिका 2 सोयडा बजारबाट यो हामी घना जङ्गल हिँडेर अहिले चाहिँ हामी यहाँनिर थकाइ मार्नलाई यहाँनिर छौँ। हाम्रो मिसन यात्रा छ र यहाँनिर हाम्रो साथीहरू चाहिँ अब खाजा खाँदैछौँ। ल यता चाहिँ केही भन्नु छ। पहिले चाहिँ हाम्रो यहाँनिर हाम्रो दाइ हुनुहुन्छ, हाम्रो टिमको लिडर। अनि दाइलाई कस्तो लागिरहेछ यो यात्रा, केही कुरा बोलिदिनुहोस्। एकदम रमाइलो भएको छ। हामी गए दिनदेखि हामी चाहिँ सुसमाचार प्रचारमा छौँ। हामी शिवालय गाउँपालिका वडा नम्बर हामी चाहिँ यो 6 मा हामी कचाली भन्ने ठाउँमा छौँ। अहिले चाहिँ हामी यो दैलेख र हाम्रो जाजरकोटको सिमानामा हामी चाहिँ त्यो छेडाघाटको नगरपालिका अथवा चाहिँ त्यो उसमा चाहिँ त्यो वडामा हामी त्यहाँ हुँदै अनि त्यसपछि हामी यो जङ्गलको बाटो अनि त्यसपछि हामी यहाँ के अरे यो कछाडी भन्ने ठाउँमा आइपुगेका छौँ र हामी यो भोक लागेको छ। हामी खाजा खाँदै यो खाजा खाइसकेपछि हामी फेरि पनि यो नजिकै गाउँ छ त्यो गाउँमा गएर हामी प्रचार गर्नेछौँ र सुसमाचार सुनाउनेछौँ, प्रभुको बारेमा बताउनेछौँ। हामी चाहिँ यो भुजा र चाउचाउले पनि हामीले चाहिँ प्रभुको काम गरिरहेका छौँ र प्रभुलाई धन्यवाद होस्, हामीले यसरी आउने अवसर मौका मिल्यो। परमेश्वरलाई चाहिँ महिमा भएको होस्। धन्यवाद। ल अरू हाम्रो यतातिर हाम्रो भतिज पनि हुनुहुन्छ, कस्तो लागिरहेछ हाम्रो यात्रा? यो दिनदेखि परमेश्वरको बारेमा सुसमाचार प्रचार गर्दै आज हामी यसरी फेरि यो शिवालय गाउँपालिका वडा नम्बर 6 को यो माथि यो लेखमा यो जङ्गलमा छौँ। हामी यसरी हामी सबैजना हिजोदेखि हामी लागिरहेका छौँ। धन्यवाद। ल यता हाम्रो कमल भाइ, कस्तो लागिरहेछ हाम्रो यात्रा, मिसन ट्रिप? नयाँ ठाउँ, नयाँ क्षेत्र आउनु पाउँदा झन् धेरै खुसी र नयाँ अनुभव पनि यस ठाउँमा। जहाँ कि नयाँ ठाउँमा यसोको बारेमा सुन्दै नसुनेको ठाउँमा चाहिँ हामीले प्रचार गर्दै हिँड्नुमा चाहिँ झनै आनन्द लागेको छ। ल अनि भाइ यता हाम्रो खेमराज भाइलाई कस्तो लागिरहेछ हाम्रो यात्रा? मलाई पनि धेरै राम्रो लागिरहेको छ। यहाँ चाहिँ धेरै राम्रो लागेको छ। हामीहरू यहाँ सुसमाचार प्रचार गरिरहेका छौँ। हामीले चाहिँ अहिले यो नास्ता गरिरहेका छौँ। ल अनि हाम्रो उता हाम्रो गोविन्द भाइलाई कस्तो लागिरहेछ यो हाम्रो मिसन यात्रा? एकदम रमाइलो भइरहेछ, राम्रो भइरहेछ। अनि त्यसै गरी हामी चाहिँ हामी 10 दिन आएका छौँ। हामी चाहिँ एकदम राम्रो भइरहेछ भन्नु। ल धन्यवाद। अनि हाम्रो यता जयप्रकाश जी हुनुहुन्छ, अनि तपाईँलाई कस्तो लागिरहेछ यो यात्रा? सबैजनालाई जय मसीह है। परमेश्वरको महिमा भएको होस्। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र विशेष गरेर हामी यो शिवालय गाउँपालिका वडा नम्बर 6 को यो ठाउँमा घना जङ्गलको बिचमा हामीले नास्ता खाइरहेका छौँ। अहिले मात्रै हामीले चाहिँ मध्य पहाडी लोकमार्गको यो बजारबाट हामी हिँड्दै गर्दै यहाँ आएका छौँ र त्यसपछि हामी अर्को गाउँमा गर्दैछौँ। एकदमै रमाइलो भइरहेको छ। यहाँ चाहिँ धेरै जातिको मानिसहरू बारेमा नामै पनि नसुनेको व्यक्तिहरू हुँदो रहेछ। अरूको बिचमा यसरी धेरै नै खुसी असल लागिरहेको छ। धन्यवाद। यता हाम्रो रेशम भाइ हुनुहुन्छ, अनि कस्तो लागिरहेछ तपाईँलाई यो यात्रा? एकदमै खुसी लाग्यो। यहाँमा धेरै आइसकेको छ। अहिले हामी शिवालय गाउँपालिकाको वार्ड नम्बर 6 जाँदामा छौँ। यहाँ ठाउँमा जुन चाहिँ यहाँ चाहिँ कसैले प्रभुको नाउँ मान्छेलाई 2 दिनको यात्रामा सुनाएका छौँ र मलाई आशा छ मानिसहरूले पछाडि हामी प्रार्थना गर्छौँ र मानिसहरूले गर्नलाई ग्रहण गर्नुहुनेछ। धन्यवाद। अनि हाम्रो यता खिमलाल भाइ कस्तो लागिरहेछ? धन्यवाद। अनि सबैजनालाई जय मसीह।
समयमा यो प्रस्तुति पनि हो होइन हाम्रो मिसन है यसरी तपाईँहरूलाई एकदमै एकदमै खुसी लागेको छ समाचार सुनाउँदै गर्दा होइन यो नयाँ गाउँमा नयाँ ठाउँमा आएका चाहिँ र राम्रो छ त्यो हामी हाम्रो गाउँमा चाहिँ जाँदैछ त्यो गाउँमा पनि हामी समाचार सुनाउने छौँ समयमा सबैजनाले सबैलाई चाहिँ परमेश्वरलाई चिन्ने एउटा अवसर चाहिँ अथवा चिन्नुहुनेछ भन्ने धन्यवाद। अनि हाम्रो यता रूपक भान्जा कस्तो लागिरहेछ? यात्रा कस्तो भइरहेछ? यस राम्रै लागि सबै सक्नु भएको सबैले प्रभुलाई महिमा होस्। अनि हामी सबैजना यहाँनिर छौँ अनि सबैजना यहाँनिर हामी अब खाजा खानेछौँ, कसैले खानै हुन्छ। यी दिनहरूमा एकदमै रमाइलो भइराखेको छ। हामी मानिसहरूलाई प्रभुको बारेमा यो असल सन्देश बाँड्दै अनि हामी यसरी घुमिरहेका छौँ र हामीले शरीरमा पनि इन्जोय गरिरहेका छौँ। अबको हाम्रो क्षेत्र भनेको अहिले हामी अब त्यो गाउँमा हामी जाँदैछौँ। त्यो कचाली भन्ने गाउँ छ, त्यहाँनिर हामी अब त्यो गाउँ हामी यो खाजापछिको हाम्रो मिसन छ र हुन्छ। अनि प्रभुलाई महिमा होस्।